यहाँ यो निशान टिप्परको टायर खोल्ने काम भइरहेछ। यहाँ गुर्जी उहाँ बसेर उहाँ हाई भन्दै हुनुहुन्छ। यहाँ टायर नआएर बिजोक छ हाम्रो, हेर्नुहोस् ल। एकदम गाई छ। ल न साथीहरू, नभए यसलाई अरू उपाय त स्टार्ट गर्ने, उ परसम्म लाने बुढा अलिकति आफ्नो सल्लाह सुझाव दिने कार्यक्रम यहाँ सुरु भइरहेछ। यो नट खोलियो तर यो आएन। यहाँ गुर्जीले यो चाहिँ हाम्रो क्याम हो। यो खाना टाइममा यसो एउटा भ्लग बनाऊ कि भनेर बनाउँदैछु म। ल नि हाँसै कति मिठो टोलीहरूको। ल स्टिङ काट्नु न उता उता हो अर्को उता गाडी छ त यो चाबी हान्नु न फेरि ओ चेप्छ एकछिन हो। अरे यत्तिकै जानु लाग्छ। एउटा टायर खोल्न हेर्नुहोस् गाइज, यत्तिकै मान्छे लागि परेका छन्। ल हेर्न सक्नुहुनेछ तपाईँहरू। यो चाहिँ सोलुखुम्बुको सल्लेरी भन्दा माथि 10-11 किलोमिटर माथि ठाउँमा हो। मिस्त्रीको हात किप्च्यो भने भोलिदेखि कसले हेरिदिन्छ? बिचरा नि गरोस् न, भर्खर सिक्दै गरेको। ड्राइभर उहाँ तल टायर खोल्नु छोडेर माथि उहाँ स्टियरिङ बटाएर राखेका छन्। नयाँ ड्राइभर भाइरल हुनु पर्यो ल यो गाडी चाहिँ। यहाँ लाइट पनि देखाइदिनु न, नयाँ छ ल गाडी त्यस्तै नयाँ छ है लाइट। यसमा ड्राइभरको आवश्यकता पनि छ। एउटा ड्राइभर आवश्यकता पनि छ भन्दै हुनुहुन्छ। यहाँ पनि छ ल नि है लाइट यसरी बान्नु होला हजुर। यो गाडीको नाम के रे? महेन्द्र बोके गाडी। ड्राइभर को थियो रे? ड्राइभरको नाम के थियो यसको? रामबहादुर कार्की। अहिले चाहिँ नयाँ उहाँ चाहिँ नयाँ ड्राइभर हो अहिलेको। उहाँलाई सिटमा खोज तल झर्ना भने चाहिँ मन लाग्दो रहन्छ। ड्राइभरको इन्टरभ्यु लिनु त कस्तो छ के छ? ल यो गाडी कति गाडी त राखेर म धेरै कुद्दो रहेछ। हजुर कति भयो हजुर यो गाडी चलाउनु थाल्नु भएको? यो भइसक्यो 3 वर्ष जति भयो। 3 वर्ष जति भयो। राखेर म धेरै कुदाउँछु बिहान बेलुका। कमाइ कस्तो हुँदैछ अनि? कमाइ राम्रो छ। अनि यो सिसा चाहिँ किन फुटाको यो? 45 दिनमा आउँछ। अनि सिसा किन फुट्यो भन्ने? सिसा अब त्यो पानी उछिटेर हो। ए पानी पानी किन उछिट्यो? आकाशबाट तारा कतै खस्यो त होइन नि? भन्न सकिँदैन। हजुर खस्यो होला। अनि त रुमाल यहाँ छ त? ल ल गुर्जी दिनुहोस् रुमाल दिनुहोस् सुता। रुमाल अनि टोपी खोल्न मिल्छ? तपाईँको तपाईँको कुरा गर्ने खेला यो ट्रक यसो हेर्दाखेरि काठमाडौँ सहरतिर बालुवा सालुवा बोक्छ देखिन्छ। लिएको हो। अनि यहाँ चाहिँ यसो कतिको चलन राम्रो छ है? राम्रो छ एकदम। भरपर्दो माध्यम। उकालोमा गणना तान्छ, उकालोमा ठेल्नु पर्छ। केले ठेल्ने होला? मान्छेले कि ट्र्याक्टरले हो? मान्छेले ठेल्ने है। अच्छा 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 भनेपछि बिजक रमाइलो छ कि यहाँ त? ठिकै छ। यस कम्पनी भात खाइएछ। हजुर चाबी देखाउ त गाडीको कुरो चाहिँ खै गएको छ? चाबी निस्किँदैन अहिले।